परदेशको भूमिबाट आजको यस पवित्र भाइटिकाको अवसरमा म हार्दिक माया र शुभकामना पठाउँछु। मेरो प्रिय दिदी बहिनीहरूलाई धेरै धेरै शुभकामना। यो पर्वले हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाओस्। तपाईहरूका हातबाट लगाइने त्यो टीका र मखमलीको माला आज टाढा भएर पनि मेरो मनले गहिरो अनुभूति गरिरहेको छ। यो पर्व दिदी बहिनी र दाजुभाइ बीचको अटुट प्रेम र सम्बन्धको प्रतीक हो, जसले हामीलाई सधैँ जोडेर राख्छ। तपाईहरूको माया, आशीर्वाद र स्नेह सधैँ मेरो साथमा रहोस् भन्ने कामना गर्छु, जसले मलाई शक्ति दिन्छ। संसारका जहाँ जहाँ नेपाली दाजुभाइ दिदी बहिनी हुनुहुन्छ, सबैलाई पनि यस पावन भाइटिकाको हार्दिक शुभकामना। यो पर्वले पारिवारिक प्रेम, आपसी सम्बन्ध र एकताको माया अझ मजबुत बनाओस् भन्ने मेरो कामना छ। दुबईबाट माया, सम्झना र शुभेच्छा सहित तपाईहरूको भाइ।